तपाईहरु यदि कोरिसियामा आउँदै हुनुहुन्छ र नयाँ छन् तपाईहरु यस भिडियोलाई हेर्नुहोला। नयाँहरुलाई जति नै कोरिसियामा आउन लागेछन् आउने इच्छा छन् उनीहरुको लागि यो भिडियो मात्र हो तपाईहरुलाई। अनि पुरानोहरुलाई पनि हुन्छ यो सेफ्टी। तपाईहरुले के यो कुरा गल्ती नगर्नुहोला। नम्बर 1 तपाई कोरिसियामा यदि तपाईहरुले 18 वर्ष भन्दा मुनिहरु केटीहरुलाई आँखा तपाईले लगाएर नजर हेर्यो भने तपाईलाई ठुलो केस लाग्छ। अनि सानो बच्चाहरुलाई तपाईहरुले केटीहरुलाई नछुदिनु होला। तपाईलाई ठुलो भन्दा ठुलो अपराध केस लाग्छन्। उहाँको फ्यामिलीले बुवा आमाले पुलिसमा रिपोर्ट गरेछिन्। तपाईलाई बाल शोषण तपाईलाई कारबाही हुन्छ। सो तपाईहरु विचार्नु होला है। अनि तपाईहरु बसमा ट्राभल हुन्छ र ट्रेनमा ट्राभल गर्दै हुनुहुन्छ अनि तपाई घरमा तपाई हुनुहुन्छ अलि साउन्ड नेपालीहरुको साउन्ड धेरै मोबाइलमा डीजे बजाए जस्तै त्यो डेक हुन्छ नि त्यस्तो बजाउँदै गर्ने त्यस्तो नगर्दिनु होला प्लिज। तपाईको लाइफ बर्बाद हुन्छ त्यसरी है। त्यसरी नगर्दिनु किनभने यहाँ कम्प्लेन हुन्छ तपाईहरुलाई अरुको यो तपाईलाई केस लाग्छन्। तपाईलाई ठुलो भन्दा ठुलो अपराध तपाईले गर्दै हुनुहुन्छ। नेपाल होइन यो युरोप हो। तपाईहरुले ठुलो भन्दा ठुलो कानुन लाग्छन् तपाईहरुलाई। उहाँले कम्प्लेन गर्दियो भने तपाईलाई डेन्जर हुन्छ। तपाई डिपोर्ट नेपाल हुनुहुन्छ। अनि धेरै भन्दा धेरै नेपालीहरु फसेको छन् गेम भन्ने यो क्यासिनो के भन्दो रहेछ एउटा गेम नि धेरै केटाहरु खेल्दो रहेछन्। अहिलेसम्म मैले खेलेको छैन तर नेपालीहरुले धेरैले खेलेको छ है। त्यसरी तपाईहरु नखेल्दिनु होला किनभने तपाईहरु 12-13 लाख ऋण तिरेर सापुटी अरुको ऋणमा लागेर आएको हुन्छन्। त्यसरी तपाईहरु गेम खेलेर आफ्नो लाइफ बर्बाद नगर्नु होला। यदि तपाईहरुलाई त्यहाँ पुलिसहरुले पनि तपाईलाई समात्यो भने तपाई कुन देशको नेपालको भनेपछि तपाईहरु डिपोर्ट पनि हुन सकिन्छन्। सो त्यसरी तपाईहरु पनि गेमहरु त्यसरी अनलाइन गेमहरु त्यसरी नखेल्दिनु होला। अनि तपाईहरु यदि तपाईहरु झगडा नगर्दिनु होला। झगडाको यहाँको डेन्जर केस लाग्नुहुन्छ। तपाई झगडा नगर्नु होला। यहाँ तपाई जार रक्सी खानुस् तर आफ्नो ठाउँमा खानु। जताभावी रक्सीहरु नखाइदिनु होला। तपाईलाई डिपोर्ट हुन सक्छ नेपालमा। अनि झगडा गर्ने बित्तिकै यहाँ केस लाग्ने बित्तिकै तपाई नेपालमा 2 to 3 महिनासम्म यहाँ जेलमा राखेर के हुन्छ कि 1 महिनासम्म राखेर हुन्छ तपाईलाई 2 को 2 नेपाल पठाइन्छ। त्यो पनि काम नगर्दिनु होला। झगडा नगर्दिनु होला है। अनि धेरैले समुद्रको माछा देख्यो होला त्यो हैन। माछा मार्दाखेरि पनि तपाईहरु त्यो होस गर्नु है। धेरैको मैले हेर्दैछु नेपालीहरुले है। त्यो तपाईहरु होस गर्नु। त्यो तपाई लाइसेन्स यदि तपाईहरुको लाइसेन्स छैन भने त्यसरी नगर्दिनु होला। तपाई लाइसेन्स नभएको खण्डमा तपाईलाई फेला पर्यो भने पुलिसले यहाँ माछा मार्दाखेरि लाइसेन्स चाहिन्छ तपाईलाई। त्यो लाइसेन्स नभएपछि तपाईहरु डिपोर्ट हुन्छ। लाइसेन्स तपाईले निकालेर मात्रै माछाहरु मार्नु होला त्यसमा समुद्रहरुमा। अनि तपाईहरुले धेरैले यो गल्ती गरेको छन् है। धेरैले भन्दा यो इन्डियाहरुले प्राय जसो गल्ती गरेछ। तपाईले नगर्दिनु होला। डुप्लिकेट लाइसेन्सहरु बनाएर डुप्लिकेट सर्टिफिकेटहरु बनाएर त्यसरी नआइदिनु होला। यहाँ चेक तपाईको थाहा पाएपछि डिपोर्ट हुनेछन्। इन्डियाहरु धेरै जना यसरी डिपोर्ट भएछन्। नेपालीहरु अहिले सुनेको छैन तर तपाईहरु पनि पढ्न सक्छ भनेर ड्राइभर लाइसेन्सहरु त्यसरी डुप्लिकेट नबनाइदिनु होला। ओरिजिनल छ भने लिएर आउनु होला। राम्रो हुन्छ बेस्ट हुन्छ। अनि तपाईहरुले यहाँ साथीभाइ चिनेको हुन्न। साथीभाइले कसैले सापुटी पैसा नदिनु होला। खुरुक्क सेलेरी आएपछि तपाईले खुरुक्क आफ्नो घर फ्यामिलीलाई ऋण तिरिदिनु होला। म यहाँ फसेको छु। म मलेसियामा पहिला कम फसेछु। तपाईहरुलाई अहिले म भन्न लागेछु यहाँ अब युरोप हो
चट्ट पैसा खायो तपाईँको 2-3 हजार युरोप खाइदियो 3 लाख रुपियाँ 4 लाख रुपियाँ हुन्छ तपाईँ नेपाली खाएर भागेपछि त कहाँ खोज्ने तपाईँले केस कहाँबाट लगाउनु त तपाईँ सो तपाईँहरू पैसा साथीभाइलाई सापटीमा नदिनु होला आफ्नो पैसा ब्याङ्कमा हालिदिनु होला नेपालमा ऋण त तिर्न सकिन्छ नि सो त्यसरी तपाईँहरू नदिनु होला साथीभाइलाई पनि बरु 5-10 रुपियाँ त्यो के फरक पर्दैन तर ठुलो रकमहरू नदिनु होला अनि केटीको पछाडि नलाग्नु होला तपाईँहरू विदेशमा भनेपछि तपाईँ केटीको पछाडि नलाग्नु होला केटीको पछाडि लागेपछि तपाईँको लाइफ बर्बाद हुन्छ यहाँ तपाईँ 12 लाख तिरिरहेको हुन्छ तपाईँको 12 लाख ऋण त तिर्नु परेन कसले तिर्छ मैले तिरिदिन्छु तपाईँको सो तपाईँहरू केटीहरू नबनाइदिनु होला यहाँ केटीको चक्करमा नलगाइदिनु होला केटीको चक्करमा लागेपछि तपाईँको लाइफ बर्बाद हुन्छ धेरै कुरो छ तपाईँलाई यो सिकाउनु होइन धेरैलाई कोरिस युरोपमा आएपछि कस्तो हुन्छ भनेर जुनै ठाउँ नि तपाईँ युरोपको यो काम लाग्ने हो सो तपाईँहरू यस भिडियोलाई कस्तो लाग्यो धेरै छ धेरै अहिले कुरो नगरौँ होइन तपाईँहरू होइन लामो भिडियो भन्छन् यस भिडियोलाई कस्तो लाग्यो लाइक कमेन्ट गरेर अनि भिडियोलाई सक्दो साथीभाइहरूले सेयर गरिदिनु जतिजना युरोप जानुहुन्छ उहाँहरूको लागि पनि यो भिडियो सेयर गरिदिनु होला भन्दै बिदा चाहन्छु आजको भिडियोलाई हस् धन्यवाद नमस्ते बाई बाई